सेन्ट हेर्नु पर्यो कति 1 बिडी 400 पिस मतलब नेपाली कमसेकम कति 700 का दुईटा त आज हाम्रो केटा हो त्यही हो अरु 50 दिन है रमाइलो गर्दै हेलो वेलकम ब्याक टु माइ न्यू ब्लग गाइस के छ सबैलाई न्यू ब्लग न्यू डेको साथ हामी मिल्न लाग्छौँ आज चाहिँ हामी PFC मा पैसा निकाल्न जान लाग्यो सबजना ती सब एक बस जान लाग्यो अनि फेरि हामी टक्क घुम्न जान लाग्यो है आज हेर्न के सबजनाले हेर्नुपर्छ है त्यो हाम्रो यहाँ चौधरी हुनुहुन्छ हेर्न सक्नुहुन्छ गाडीहरू टक्क आजको चाहिँ यो मेरो गेटअप कस्तो छ कमेन्ट है त गाइज आज चाहिँ बवाल हुनेवाला छ भ्लग अरू दिन आज छुट्टै सबजनाले हेरिदिनु होला है त हामी कहाँ जान्छौँ के गर्छौँ आज सबजनाले हेर्नु लास्टसम्म आजको भिडियो हेर्न सक्नुहुन्छ दर्शकबिनहरू यहाँ यति धेरै भिड छ पैसा निकाल्नेको है यो चाहिँ आज चाहिँ हाम्रो कम्पनीले सेलेरी हालिदिएको त्यही भएर यति धेरै भिड छ यहाँ पैसा निकाल्नको लागि यस्तो छ बाहिर उत्तिकै मान्छे भित्र उत्तिकै मान्छे हेर्न सक्नुहुन्छ दर्शकबिनहरू सेलेरी आएको ट्याग कलाएर सेलेरी हाल्नु पर्छ यहाँदेखि होइन सेलेरी आएको अनि टक्क लगाएर अब सेलेरी हाल्नु पऱ्यो घरतिर आएको 3-4 महिना हो बल्ल आज सेलेरी हाल्नु आएको त्यो लास्ट भिड छ हेर्नुहोस् यति भिड छ पुरा सब हाम्रै कम्पनीको 700-800 जना छन् त्यही भएर चाहिँ गाह्रो छ 2 घन्टापछि बल्ल टर्न पाइयो गाइस हामी चाहिँ अब नेपाली होटलमा प्रवेश गर्छौँ मुस्कान होटलमा है अब हामी भित्र जान्छौँ हेरौँ भित्रको फेसिलिटी कस्तो छ यहाँको है चलो ट्याक्क भित्र गएर भन्छु है त र केटाहरू मुस्कान होटलको फेसिलिटी हाम्रो मुस्कान होटलको मालिक निभा हुनुहुन्छ है ट्याक्क हेर्न सक्नुहुन्छ यहाँको फेसिलिटी यस्तो छ है पराइन नभएको केटाहरू सब यहीँ आउनु आनन्द छ है स्पिकरहरू चट्ट लगाएर हाम्रो मालिक निभा हुनुहुन्छ है त केटाहरू ट्याक्क नेपाली ब्रान्ड ट्याक्क आएर बराइनमा है त यो ट्याक्क केटाहरू यस्तो छ केटाहरूले जुस खाइरहन् चिसो टक्क चटपटेको साथ त्यही हो नेपाली भाइब लिउन चाहिँ यहाँ आउनुपर्छ त्यही हो केटाहरू यस्तो छ अवस्था केटाहरू सिकुटीको त नाम मात्र भयो है सिकुटी छैन त केटाहरू यस्तो यस्तो छ हालत हाम्रो यस्तो छ हाम्रो परदेशी लाइभ गाइज हेर्न सक्नुहुन्छ ट्याग लगाएर गीतको साथ केटाहरू नेपाली भाइब ल्याइरहेको छ यहाँ आज हाम्रो केटा हो त्यही हो 50 दिन है रमाइलो गर्दै रमाइलो भइरह आज छुट्टै होला रमाइलोवाला यादव सरकार ने फ़ोन ले लिया है ये खतरा अपने टैग लाएर थोड़ा कुछ गिफ्ट शिफ्ट देगा भैया ये भैया गिफ्ट एयरपोर्ट के देगा देखो ये कितने का है कितने का है ये 75 का है देखो इसने लिया है देखो हम इधर है ये देखो ये हम अब
मेरा कवर चाहिए। हाँ दिखा दो एक बार, कवर दिखा दो ना, निकालो एक बार। देखते हैं उधर, हम भी ये फ़ोन में कवर दूसरा वाला। ये लड़की वाला यार, सब यार लड़का वाला चाहिए यार। कितना तक देगा? ये वाला कवर है, ऐसा तो अच्छा नहीं लग रहा है मेरे को तो। 2 दिन तो लिखा है, 2 दिन इधर वाला है, देखो ये भाई लेने त्यसो केटा हो। आज चाहिँ हामी फोन किन्न आएको है केटाहरू। आज छुट्टीको टाइममा आज सेलेरी आएको, सबजनाले फोन किनेर रमाइलो पनि गरेर यस्तो छ अवस्था हाम्रो। उता पनि हुन्छ दर्शकबिनहरू, यस्तो छ यहाँको अहिले महल रात छ, त्यो रमाइलो भइरहेको छ केटाहरू। तर यो सिनमा चाहिँ फोटो खिच्नुपर्छ केटा, यस्तो छ बवाल हेर्न। साँझ परेको बेलामा भर्खर 4-5 बजिसकेको त्यो बेला यस्तो बवाल छ कि हेर्न सक्नुहुन्छ। यहाँको मार्केट है, हामी चाहिँ यहाँको मार्केटमा छिरेको है। सेन्ट हेर्नु पर्यो कति, 1 बिडी 400 पिस, मतलब नेपाली कमसेकम कति 700 का दुईवटा। नेपालमा पनि 700 को दुईवटा पाउँदो रहेछ है। यो चाहिँ नेपाली चाहिँ 700 जति पर्न जान्छ। अनि यहाँ अरू के हेर्ने भने यहाँ के हो दिया हौ र? सेम्पू कति हो खै त सेम्पू? कुन हेड एंड शोल्डर कितने का है ये? कितने का है ये? 2 डिनर 6 रुपये। कितने नेपाली तो कितने हो गया? 400 800 लगभग 1000 रुपियाँ भेट्छ यसलाई। दुईवटा लाना त्यति महँगो छ न। सेम्पू साबुन 600 पिस भनेपछि 150 200 रुपियाँका साबुन 4वटा ठिकै हो। साबुन चाहिँ 50 रुपियाँ एउटा नेपालमा पनि परिहाल्छ। त्यस्तो महँगो चाहिँ साबुन चाहिँ होइन, तर अरू चाहिँ महँगो छ। ब्यागहरू त छ है। पर्फ्युम यार मैले यहाँ देखेँ, त्यहाँ हेर्न न, यहाँ त खानकै पर्फ्युम त ढ्याक्क। मनामा आएको आज नाइट भ्यू चाहिँ यही रहेछ त, लगाएर है यस्तो छ झिलिमिली हेर्न सक्नु। यस्तो रमाइलो छ, बवाल छ है। यो आज चाहिँ अब रुममा जानु लाग्यो हामी। अब रुममा गएर चाहिँ अब कति यहाँको 7 बन्द लगाइसक्यो, रुममा जानुपर्छ हामी। मिल्ते हैं नेक्स्ट ब्लॉग में। आए तक बाय बाय, गुड नाइट।